आदरणीय दर्शकवृन्दहरू नमस्कार। यहाँहरूलाई हार्दिक स्वागत छ हाम्रो युट्युब च्यानलमा। जसले हाम्रो च्यानललाई सब्सक्राइब गरेर भिडियो हेरिदिनु भएको छ हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै, जसले सब्सक्राइब नगरिकन भिडियो हेरिदिनु भएको छ हजुरहरूलाई पनि सब्सक्राइब गरिदिनु हुन आग्रह गर्दै अब ढिला नगरिकन हाम्रो अतिथिलाई चाहिँ स्वागत गरौँ। मसँग फ्रेममा देख्नु भएको छ, उहाँ हुनुहुन्छ आजको अतिथि मित्र हुनुहुन्छ। उहाँको जीवनमा चाहिँ अब वास्तविक घटना घटेको छ, अपत्यारिलो डरलाग्दो घटना चाहिँ घटेको छ मेरो जीवनमा भनेर चाहिँ उहाँले चाहिँ हजुरहरू साथै म लगायत हजुरहरूलाई उहाँले चाहिँ अब प्रस्तुत गर्नुहुनेछ। उहाँको जीवन घटना चाहिँ अब ढिला नगरिकन उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ। हजुर नमस्ते। डरलाग्दो अपत्यारिलो घटना छ मेरो जीवनमा घटेको, प्रस्तुत गर्न चाहन्छु भन्नुभएको छ। अब हजुरकै मुखबाट के कस्तो घटना हो अब हजुरले नै बताइदिनु हुन चाहिँ आग्रह गरेँ। हजुर यो घटना केही समय अगाडिको हो होइन। अब यो अलि रोचकै हुन्छ होला जहाँसम्म लाग्छ। अलि यो हुने महानुभावहरूलाई अलि रोचकै लाग्न सक्छ होइन। यी घटना चाहिँ केही समय अगाडिको भनौँ न, अगाडिको कुरा हो। मेरो घर चाहिँ अलि एक्लासमा भनौँ न, एकान्त ठाउँमा पर्छ। गाउँ पनि बस्तीहरू अलिक पातल पातल क्या। अब 10-15 मिनट 15-20 मिनटको दूरीमा त्यस्तो बस्तीहरू रहेको छ होइन। अब एक दिनको घटना हो। अब यो घटना चाहिँ ठ्याक्कै अब भन्नुपर्दाखेरि चाहिँ मध्यरातको 12-1 बजे घटेको घटना हो। एक दिन अब भनौँ न मेरो छिमेकी तल्ला घरे भनौँ न, तल्ला घर भन्दा 15-20 मिनटको दूरीमा पर्छ होइन। तल्ला घर भनौँ, अब गाउँघरको भाषामा चाहिँ भन्दाखेरि चाहिँ तल्ला घरे भन्छ होइन। तल्ला घरको भनौँ न एउटा आमा र छोरा बन्नुहुन्छ क्या। उहाँ चाहिँ उहाँको आमालाई चाहिँ 81 भनौँ न, मध्यरातको 81 बिरामी भएर चाहिँ मलाई बोलाउनु भएछ। उहाँले बोलाउनु भइसकेपछि अब म त अब अलिअलि अघिल्लो दिन अलिअलि खाएर बसेको थिएँ। विशेष गरी चिसाएर घरबाटै बोलाउनु भएछ। अब त्यो बोलाउँदाखेरि चाहिँ सुनिन्छ क्या। अब दिउँसोको समाचार सुनिन्छ, सुन्नु त रातको समय नै सुनिन्छ होइन। रातको अब निन्द्रा अब मध्ये रातको 12-1 बजे भनेपछि अब मध्ये निन्द्रा भातै निन्द्रा भन्छ नि, त्यस्तो अब अवस्थामा त अब बोली सुन्ने कुरा भएन। अब नसुनिसकेपछि चाहिँ उहाँ दाइले चाहिँ मलाई घरमै बोलाउन आउनु भएछ। ढोका ढकढक गर्नुभयो। अब बिस्तारै गर्नुभएछ। त्यति गरिसकेपछि नि नर्सिसकेपछि उहाँ दाइले चाहिँ मलाई बेसरी ढोका ढकढक हानेर उठाउनु भयो। उठाइसकेपछि दाइले भन्नुभयो मेरो आमालाई यस्तो बिरामी भएको छ, अब कि झाँक्री बाठा गइदियो कि मेरो आमालाई कुरेर बस्दो भन्दाखेरि अब बसेर उहाँ दाइले त्यसो भन्नुभयो। त्यसो भनिसक्नु भइसकेपछि चाहिँ म उहाँको भनौँ न घरमा पुगेँ। घरमा पुगिसकेपछि चाहिँ दाइले भन्नुभयो कि झाँक्री बाठा गइदेऊ होइन, कि झाँक्री लिन गइदेऊ कि आमा कुरेर बसिदेऊ भन्ने कुरा। हजुर त्यस्तो कुरा प्रस्ताव गर्नुभयो। त्यो प्रस्ताव गरिसक्नु भइसकेपछि चाहिँ अब म त दुविधा परेँ। अब कि अब झाँक्री लिन जाउँ। अब लगभग आधी घन्टा 40 मिनटको जङ्गलको बाटो, एउटा खोल्सा भनौँ न, एउटा खोला कटेर जानुपर्छ। अब त्यहाँ बिरामी कुरेर बस्यो भने अब बिरामीको अवस्था फेरि एकदम नाजुक छ क्या। त्यहाँ बसौँ अब त्यहाँ अब तलमाथि भनौँ न, अब त्यस्तो त भइ त नहालोस्। बिरामीको अवस्था एकदम नाजुक, घरमा कुर्नलाई झाँक्री लिन जानलाई पनि टाढा, डरलाग्दो बाटो सोचिरहेको छ कि अब त्यहाँ बसौँ भने अब तलमाथि केही होला, त्यस्तो त नहोस् भनेर मैले त सोचिरहेको छ। तलमाथि भयो भने गाह्रो पर्छ भन्ने। कि तिमी उता जाऊ कि यहाँ बस भनेर मलाई भन्नुभयो। अब मैले सोचेँ अब यहाँ बस्नु भन्दाखेरि म बरु डर भयो भने, मनमा डर भयो भने हिम्मत गरेर जान्छु भनेर चाहिँ अब म झाँक्रीको घरतर्फ लागेँ भनौँ न। लागिसकेपछि अब धेरै जङ्गलको बाटो हिँड्नुपर्छ। जङ्गलको बाटो हिँड्दै जाँदा अब एउटा खोला के कुवा, सानो खोला भनौँ न, त्यहाँ अब मान्छेहरू आवत जावत गर्दाखेरि चाहिँ त्यहाँ भनौँ न पानी खाने कुवा पनि छ। त्यो कुवामा पुगिसकेपछि अब मलाई फेरि अघिल्लो दिन फेरि त्यो रातको अघिल्लो दिन भनौँ न, भालेको मासु र अब भन्दाखेरि अहिले धाक लाग्यो भनेर कमेन्टहरू नगर्नु होला होइन। मासु र रक्सी लोकल भालेको मासु रक्सी खाएर सुतेको थिएँ। तरकारी अलि नुन चर्को पनि बनाउनु भएछ होइन। तपाईँ सुत्दा चाहिँ अलिअलि रक्सी र लोकल भालेको मासु खाएर सुत्नु भएको अवस्था? हजुर त्यसरी सुतेको थिएँ। म त एकदम पानीतिर खारेर आएँ क्या भित्रदेखि। अब पानीको मुहान देखेँ। अब मुहान देख्ने बित्तिकै मैले त्यहाँ पानी खान लगाएँ। खाना लगाइसकेपछि चाहिँ अब फेरि त्यहाँ मैले जुरो अब त्यहाँ त्यति खानेकुरा त भएन नि, कि उबार खानु पऱ्यो। अब कि पातले उबारेर के पात सोली बनाएर खानु पऱ्यो। त्यो रातको समय अब पातको कहाँ सोली बनाउनु भनेर मैले यसरी भनौँ न अझैले उबाएर खाएँ। त्यो खाइसकेपछि चाहिँ अब त्यो खाँदै
अब त्यहाँ सलल भनौँ न 7-8 जनाको हुलमुलमा सानादेखि ठुला भनौँ न बच्चाहरू आए। ए तपाईँले त्यहाँ कुवामा अञ्जुलीले पानी उगाएर खानुभयो? हजुर हजुर पानी खाएँ, जुठो हालेर त्यहाँ जुठो अब पार्न जुठो पऱ्यो मुहानमा अनि 7-8 जना चाहिँ अचानक बच्चाहरू चाहिँ वरिपरि देखा परे। हजुर वरिपरि देखा परे। अब म त एक्कासी डराएँ कि अब म त के होला भनेर डराएँ। बच्चाहरू भन्नुभयो, बच्चाहरू कस्तो खालको चाहिँ बच्चाहरू देखा परे? अब कोही साना सुकेला मुकेला लुगा कपडा लगाएका होइन, भनौँ न साना, कोही साना कोही ठुला भनौँ न समूहमा आएका भनौँ न त्यस्तो किसिमको मान्छेहरू आए। अब त्यो मान्छेहरू आइसकेपछि चाहिँ मेरो मनमा फेरि भनौँ न अर्कै डर त्रास पैदा भयो। त्यस्तो पैदा भइसकेपछि चाहिँ अब फेरि म त्यहाँबाट चाहिँ म अलि भनौँ न अलि दौडिन सक्ने मान्छे पनि हो क्या। त्यस्तो आपत परेको ठाउँमा भन्दाखेरि अब छिटो छरितो भनेर बुझ्नु पर्यो। त्यस्तो किसिमको मान्छे अब त्यो अब त्यहाँ आइसकेपछि त अब त्यहाँ अब रातको समय जे सुके पनि हुनसक्छ होइन, जे केही पनि हुनसक्छ भनेर चाहिँ म त्यहाँबाट बित्तास तोलले दौडिएर भनौँ न लगभग 10देखि 15 मिनटमा म झाँक्रीको घरमा पुग्न सकेँ भनौँ न। दौडिँदै उहाँ लोहार्दैछ क्या, झाँक्री घर नपुग्छ लोहार्दैछ। त्यहाँ झाँक्रीको घरभित्र छिरिसकेपछि छैन। अब त्यो भनौँ न अब समयपछि त्यो भुतै होला होइन, जहाँसम्म लाग्छ मध्यरातको 12-1 बजे भनेपछि त्यो भुतै हो। मेरो दिमागमा त्यो सोच आयो कि अब त्यो झाँक्री घरमा छिर्ने बित्तिकै चाहिँ छैन, त्यो टगरबाट छिर्ने बित्तिकै छैन। त्यो पछाडि हेरेर फर्केर हेर्दाखेरि छैन। त्यो झाँक्रीको शक्तिले हो कि अब केले हो थाहा भएन होइन, त्यो भूत हो त्यसरी गायब भयो। मेरो मनमा चाहिँ डर स्यासिया बढ्दैछ। अनि मैले चाहिँ झाँक्री घरको ढोकामा ढ्याम हानेँ। त्यो हानिसकेपछि झाँक्री दाइ उठ्नुभयो। अनि उठिसक्नु झाँक्री दाइले भन्नुभयो कि लिएर गइसकेपछि चाहिँ अब उहाँ दाइको घर पुगिसकेपछि चाहिँ अब बिरामीलाई देखेर चाहिँ उहाँ झाँक्री बाले झारफुक गरेर चाहिँ विसो बनाउनु भयो। विसो बनाइसकेपछि अनि झाँक्री बा चाहिँ आफै भनौँ न लगभग 2 बजिसकेको थियो होला, 2 बजे चाहिँ उहाँ झाँक्री चाहिँ आफै घरमा जानुभयो। र अनि यो कथा चाहिँ यतिमै अन्त्य हुन्छ। र आमा पनि विसो हुनुभयो झाँक्री बाले फुकेर। ए आमा पनि विषय पार्नुभयो। तपाईँलाई समस्याको बावजुद पनि झाँक्रीलाई लिएरै जानुभयो। हजुर। अनि झाँक्रीले आमालाई निको पारिदिनु भयो। अनि झाँक्री चाहिँ बिना साथी एक्लै जानुभयो, रातको 2-3 बजे घर फर्किनु। हजुर। हस् त, यहाँलाई चाहिँ तपाईँको वास्तविक घटना सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद भन्दै फेरि पनि हामी यस्तै प्रसङ्गमा अब जोडिनेछौँ भन्दा अहिलेलाई बिदा हुन्छौँ। हस् त, धन्यवाद।